अथ षष्ठोऽध्याय दक्ष यज्ञ। अब कथा सुन्ने सबैले चन्दन, अक्षता, फूल लिएर हात जोड्नुहोस्। यं ब्रह्मा वरुणेन्द्ररुद्रमरुतः स्तुन्वन्ति दिव्यैस्तवैः। अब सबै श्रोताले एक चित्त भएर कथा सुन्नुहोला। हामी हरेक दिन 5 बजे नयाँ अध्याय प्रसारण गर्नेछौँ। हामीसँग सधैँ साथमा रहनुहोला। कुमारजी भन्नुहुन्छ, हे अगस्त्य मुनि, एक दिन दक्ष प्रजापतिले वीरणीसित भने, हे स्त्री, मैले यज्ञ गर्ने इच्छा गरेको धेरै समय भयो। अब त्यो यज्ञ गर्ने इच्छा बलवती भयो, तसर्थ तिमी सम्पूर्ण सामग्री तयार गर। अनि महादेव र सतीदेवी बाहेक अरू छोरी ज्वाई र ब्रह्मा विष्णु आदि समस्त देवता, यक्ष, गन्धर्व, किन्नर, नाग, दैत्य, अप्सरा 10 दिक्पाललाई निमन्त्रणा गर्न पठाऊ भन्ने आफ्ना स्वामीको आज्ञा पाई वीरणीले सम्पूर्ण सामग्री तयार पारी महादेव र सतीदेवी बाहेक सबै छोरी ज्वाई ब्रह्मा, विष्णु, यक्ष, गन्धर्व, किन्नरा, दैत्य, नाग, अप्सरा 10 दिक्पालहरूलाई निमन्त्रणा पठाइन्। दक्षका सबै छोरी ज्वाइहरू नाना वस्त्रालङ्कार पहिरी यज्ञमा होम्न अनेक मणिमाणिक्य, फलफूल र वस्त्रादि यज्ञमा होम गर्ने सामग्री लिएर दक्ष प्रजापतिको यज्ञ हेर्न भनी आए। दक्षले पनि सबै आएका व्यक्तिहरूलाई यथायोग्य सेवा सत्कार गरेर राखे। सुदिनमा यज्ञ आरम्भ भयो। त्यो अश्वमेध यज्ञ कस्तो भने, नन्दी, भृङ्गी, चतुष्षष्ठी योगिनी, भूतप्रेत, पिशाच, प्रमथगण सहित भई श्री महादेव बस्दा जस्तो शोभा हुन्छ त्यस्तै 33 कोटी छोरी ज्वाई र ब्रह्मा विष्णु आदि देवता, ऋषि, यक्ष, गन्धर्व, किन्नरा, नाग, अप्सराहरू नाना वस्त्रालङ्कार पहिरी ऊभन्दा उराम्री भई नाचगान गरी मङ्गलको निमित्त सुवर्णमय कलश सहित अश्वमेध यज्ञ गर्दा शोभायमान देखियो। त्यसरी अश्वमेध यज्ञ चलिरहेको बखतमा नारद मुनिले को आए को आएनन् भनी आसनबाट उठेर चारैतिर हेर्न लागे। दक्षका 33 कोटी कन्या, ब्रह्मा, विष्णु प्रभृति सकल देवता, ऋषि, यक्ष, गन्धर्व, किन्नरा, नाग, अप्सरा आदि सबैलाई देखे, तर महादेव र सतीलाई देखेनन्। बिना महादेवको यो दक्ष प्रजापतिको यज्ञ कसरी पूर्ण होला? के कारण हो? निम्ता पठाउन पो बिर्सेका हुन् कि? अथवा अरू कुनै कारण छ कि भन्ने मनमा तर्क गर्दै तुरुन्त त्यहाँबाट अन्तर्धान भई कैलाश पर्वतमा गए। त्यसै बेला उता महादेवले सतीदेवीलाई, प्रिय, आज हामी दुवैजना जुवा खेलौँ आऊ भन्नुभयो। सतीले हवस भनी पासा ल्याइन् र दुवैजना प्रेम साथ जुवा खेल्न लागे। खेलमा सतीदेवीले जितिन् र स्वामीलाई गिज्याउन लागिन्। अनि शिवजू झोकिएर झोली थाप्नुभयो, त्यो पनि सतीले जित्नुभयो। अनि नागरूपी गहना थाप्नुभयो, त्यो पनि जित्नुभयो। त्यसै बेला दक्षको निम्ता पाएर देवता, दानव, यक्ष, किन्नरहरू विमानमा बसेर गइरहेका थिए। तिनीहरूलाई देखेर सतीले स्वामीसित, ती विमानमा बसेर जाने को हुन्? आज्ञा हवस् भनी सोध्नुभयो। र महादेवले, तिमीलाई के को धन्दा पर्यो? व्यवस्था गरिदेऊ भन्ना पनि सतीदेवी माथितिर नै हेरिरहनुभयो। अनि शिवले हाँसेर मुकुट थाप्नुभयो, त्यो पनि सतीले जित्नुभयो। त्यसरी निकैपल्ट हारेकोले शिवजी केही पनि नभनी हाँसिरहनुभयो। अनि सतीदेवीले विनती गरिन्, हे स्वामी, हजुरका सबै वस्तु मैले जितिसके, अब के थाप्नुहुन्छ? लौ थाप्नुहोस्। अनि शिवजीले, ब्रह्माण्ड जितेर संसार नै धानेको म, तर तिमीसँग चाहिँ हार्न चाहन्छु, म आफूलाई नै राख्छु भन्नुभयो। तब सतीदेवीले हात जोडेर विनम्र स्वरमा विनती गर्नुभयो, हे स्वामी, हजुर त अघि पनि पछि पनि मेरै हो। यदि मैले हारे भने हजुरको साटो कुन कुरा दिउँला? यो सम्पूर्ण ब्रह्माण्डमा हजुरको साटो मेरो विचारमा कुनै वस्तु पनि छैन। फेरि हजुरलाई नै जुवा खेली जितेर आफ्नो बनाउनु पर्ने पनि केही आवश्यकता देख्दिनँ। जुन दिन मेरा पिता माताले तिलकुश सहित हजुरका हातमा मेरा हात राखिदिएका थिए, उसै दिनदेखि हजुर मेरो र म हजुरको भइसक्यौँ। यसमा शङ्का छैन र हजुरले आफू थाप्नु पर्दैन। सतीदेवीको त्यस्तो स्नेहयुक्त वचन सुनेर महादेव प्रसन्न भई, धन्य तिमी भनेर जुवा खेल्न छाडी मिठा मिठा वार्ता गरेर कैलाशमा बसिरहनु भएको थियो। त्यसै बेला नारद मुनि पुगेर सती र शिवलाई साष्टाङ्ग दण्डवत गरी हात जोडेर उभिरहनुभयो। श्री महादेव कस्ता भने, जटाको मुकुट बनाई, बाघका छालाका पटुका कसेका,
हात्तीको छाला ओढेर सर्वाङ्गमा भस्म लेपन गरी स्थान स्थानमा सर्पका गहना लगाई घाँटीमा नरमुण्ड माला पहिरी सतीदेवीलाई काखमा लिएर कोटी सूर्य झैँ तेजले जाजबल्यमान भई नन्दी भृङ्गी भूत प्रेत डाकिनी शाकिनी द्वारमा राखेर प्रमथगण सहित भइरहेका महादेवलाई नारदले देखेर हर्ष मानी चरणमा गिरी दण्डवत गर्दा भए। त्यसरी नारदजीले भक्ति गरेको देखेर मनमा आनन्द मानी श्री महादेवले आज्ञा भयो, हे मुने, तिम्रो भक्ति देखेर म प्रसन्न भए, जे इच्छा छ वर माग। तब नारदजी केही भन्न नसकी उभिरहनुभयो। तब के काम परेर यहाँ आयो भन। यति शिवजीले आज्ञा भएको सुनि नारदजी हात जोडेर भन्न लाग्नुभयो, हे शम्भो, म अरू के वर मागौँ? हजुरको भक्तिमा मेरो चित्त सदा लागिरहोस्। हे ईश्वर, उता दक्ष प्रजापतिले अश्वमेध यज्ञ गर्दा तिनै लोकका देवता यक्ष गन्धर्व किन्नर नाग अष्टवसु वशिष्ठ आदि ऋषि र ब्रह्मा विष्णु एवं 10 दिक्पाल स्त्री पुरुष सहित सबै यज्ञस्थलमा आएका छन्। मैले यज्ञस्थलमा प्रदक्षिणा गरेर हेर्दा केवल हजुरहरूका दम्पतिलाई देखिन र यज्ञका मुख्य भोक्ता कर्ता एवं फलदाता हजुरलाई किन डाकेनन् भनी आश्चर्य लागेर म त्यही कुरा विनती चढाउन आएको हुँ। हे गौरी शङ्कर, यसको अर्थ केही बुझ्न सकिन भनी विनती गर्नुभयो। नारद मुनिले विनती गरेको सुनि सतीदेवीले आफूलाई अत्यन्त अपमान गरेको महसुस गरी श्री महादेवसित विनती गर्नुभयो, हे जगदीश्वर, नारायण 33 कोटी देवता, मेरा सबै बहिनीहरू यक्ष गन्धर्व किन्नर नाग दैत्य अप्सरा र ऋषिमुनि एवं 10 दिक्पाल स्त्री पुरुष सहित डाक्दा हामी दुवैजनालाई मात्र किन डाकेनन् भन्दै विस्मयका साथ आँखाबाट आँसु बगाउनु भएर मलिन मुख बनाउनु भएका सतीदेवीलाई शिवजीले आज्ञा गर्नुभयो, हे प्रिय, तिमी दुःख नमान, किनभने म मन नपरेको जुवाई, डाकेनन् त के भयो? यस कुरामा तिमीले आफ्नो अपमान मान्नु पर्दैन। तिम्रो म छँदैछु, त्यो यज्ञमा हामी नगए पनि के होला भनी धेरै प्रकारले सम्झाउँदा पनि मानेनन्। र हे स्वामी, त्यस्तो आज्ञा नहोस्। मलाई त्यो यज्ञमा जाने आज्ञा भए नारदजीसित गई एकपल्ट हेरेर मात्र आउने थिएँ भनेर बहुतै जिद्दी गरी महादेवका चरणमा पर्नुभयो। अनि जगदीश्वरले फेरि भन्नुभयो, हे प्रिय, यस्तो ढिप्पी नगर, किनभने विशेष गरेर तिमी आफ्नो स्वाभिमानमा रहेकी, त्यहाँ अपमान होला, जाने काम नगर भनी अनेक किसिमले बुझाउँदा पनि मान्नु भएन र महादेवले हवस् तिमी जाऊ, म चाहिँ नडाकेको ठाउँमा जान्न भन्नुभयो र सतीदेवी नारदका साथ लागि कैलाशबाट प्रस्थान गर्नुभयो। पिताको यज्ञस्थलमा पुगेर आदर साथ माता पितालाई ढोग दिई साह्रै चित्त दुखाई आँखाबाट आँसुका धारा बगाई, हे माता पिता, हजुरहरूले गर्न लागेको यस्तो ठूलो यज्ञमा पनि मलाई किन सूचना दिनु भएन? के म हजुरहरूकी छोरी होइन? मैले के अपराध गरे? मेरा स्वामीले हजुरको के विराम गरिदिनु भयो? आज्ञा होस्। विष्णुदेखि 33 कोटी देवता यक्ष गन्धर्व किन्नर दैत्य नाग अप्सरा ऋषिमुनि एवं 10 दिक्पाल स्त्री पुरुष सहित सबै डाकेर केवल हामी 2 जनालाई मात्र किन डाक्नु भएन? फेरि यज्ञका कर्ता धर्ता महादेव नै होइ बक्सिन्छ। उहाँ बिना हजुरको यो यज्ञ कसरी पूर्ण होला? यज्ञको फल दिने पनि उहाँ नै होइ बक्सिन्छ। देवताका पनि देवता साथै सृष्टिकर्ता पनि उहाँ नै होइ बक्सिन्छ। यज्ञकर्ता नभएको यस्तो अशुद्ध यज्ञ किन आरम्भ गर्नुभयो? श्री महादेवलाई तुरुन्त डाक्न पठाउनुहोस्, अनि मात्र यज्ञको उद्देश्य सफल भई इच्छित फल प्राप्त हुनेछ। फेरि मलाई र मेरो स्वामीलाई नडाकेको कारण के हो? हे मातापिता, मलाई भन्नुहोस् भनी सतीदेवीले भनेको सुनि दक्ष प्रजापति भन्न लागे, हे पुत्री, त मनमा दुःख नमान। तलाई त डाक्न मन थियो, तर तेरो पति यो यज्ञमा डाक्न योग्य छैन, किनकि 33 कोटी देवता यक्ष गन्धर्व नाग आदि अनेक रङ्गबिरङ्गका वस्त्र र मणिमाणिक्यका अनेक अपूर्व गहनाहरूले सज्जित भई श्रीखण्ड आदि सुगन्धित वस्तु लेपन गरी गन्धर्वद्वारा गीत र अप्सराहरूको नाच आदिले शोभित भएको यज्ञमा देख्दै घिन लाग्दो त्यो महादेवलाई कसरी डाक्ने? हे सती, तेरो स्वामी के ढङ्गको छ र? देहमा खरानी घसी कम्मरमा बाघको छाला बाँधी हात्तीको छाला ओढी विष भाङ धतुरो खाई राता राता आँखा पारी जस्तो मन लाग्यो उस्तै नाची सर्पको गहना लगाउने जटाको मुकुट कस्ने मुण्डमाला पहिरी भूत प्रेत आदि अघिपछि लगाई
दिगम्बर मथुवाला जस्तै लाज नमानी हिँड्ने। यस यज्ञमा देवकन्या, नागकन्या, गन्धर्वकन्या र 13 सबै बहिनीहरू तथा 33 कोटी देवताहरूले शोभायमान यस्तो पवित्र यज्ञस्थलमा त्यस्तो देख्दै अशोभा हुने र घिनलाग्दो तेरो स्वामीलाई कसरी डाकु भनी नडाकेको हो। फेरि तलाई मात्र डाकु भनी ऊ पनि पछि लागेर आउला भनी तलाई पनि डाक्नु सकिन। त दुःख नमान, तेरो स्वामी त्यस्तो गतिको हुनाले नडाकेको हो। त्यो त बहुलाहा हो। यज्ञकर्ता श्री नारायण हुन्, सृष्टिकर्ता चतुर्मुख ब्रह्मा हुन्, स्थिति संहारकर्ता पनि नारायण महाविष्णु हुन्। त्यो महादेव कहाँको देवता हो? त्यसलाई नडाकेर मेरो यज्ञ कसरी अपूर्ण होला? तेरो स्वामी महादेवलाई त कसै गरे पनि म डाक्दिन। त्यसले मेरो यज्ञमा के वरदान देला? 33 कोटी देवता ब्रह्मा विष्णु स्वयं उपस्थित छन् भनी दक्ष प्रजापतिले जगदीश्वर महादेवलाई क्षुद्र वचनले निन्दा गरेको सुनेर मनले सहन नसकी राता राता आँखा पारी क्रोधले नाग जस्तै लामो लामो श्वास फेरी सुस्केरा हाल्दै दाहडा किटी जुरुक्क उठेर भूमिमा लात्ताले हानी स्वामीको निन्दा गरेको सम्झी चित्तले सहन नसकी छातीमा मुड्कीले हानी शिव शिव भन्दै स्वामीको नाम उच्चारण गरी यज्ञकुण्डमा हाम फाली प्राण छाड्नुभयो। अनि हिमालय पर्वतकी स्त्री मेनकाको गर्भमा वास लिन पुग्नुभयो। इति श्री स्कन्दपुराणे केदारखण्डे माघ महात्मी कुमार अगस्त्य संवादे श्री स्वस्थान्य परमेश्वर्या व्रतकथायां सतीदेवी देहत्याग वर्णनम नाम 6ठोऽध्याय। उपनयतु मङ्गलमा सकल जगन्मङ्गलाय श्रीमान् दिनकर किरण निबोधित नवनलिन दल निभेक्षण कृष्ण काले वर्षतु पर्जन्य पृथ्वी शस्यशालिनी देशोऽयं शोभरहितो ब्रह्मणा सन्तु निर्भया अपुत्रा पुत्रिणः सन्तु पुत्रिणः सन्तु पौत्रिणः निर्धना सधना सन्तु जीवन्तु शरदा शतम् तत्प्रेव गङ्गा यमुना चत्र गोदावरी सिन्धु सरस्वती च तीर्थानि सर्वाणि वसन्ति तत्र यत्राच्युतोदार कथा प्रसङ्गः या कुन्देन्दु तुषारहार धवला या शुभ्रवस्त्रावृता या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना या ब्रह्माच्युत शङ्कर प्रभृतिभिर्देवैः सदा वन्दिता सा मा पातु सरस्वती भगवती निःशेषजाड्यापहा कायेन वाचा मनसेन्द्रियैर्वा बुद्ध्यात्मना वा प्रकृतिस्वभावा करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पयेतत् श्रीस्वस्थानी देव्यार्पणमस्तु। समस्त श्रोताहरूले पुस्तकमाथि पुष्पाञ्जली चढाई पुस्तकलाई ढोग्नु र आफ्ना मनको इच्छित वरदान माग्नु।